Are you ready to see? Okay, let's start. All of you keep watching my video, okay? Keep watch. नमस्ते सबैजनालाई स्वागत छ मेरो युट्युब ब्लगमा। अहिले चाहिँ बिहानको 8 बजिसकेको छ। म चाहिँ बारीतिर छिर्दैछु के तरकारी के पकाउनु हो भनेर। तिते करेला त फलिरहेछ तर नपकाउने तिते करेला किनभने आज बुवा घरमा हुनुहुन्न नि त। आज चाहिँ बुवा घरमा हुनुहुन्न तिते करेला पकाउँदिन भन्नुको कारण चाहिँ अरू सबैको चाहिँ प्रेसर लो छ अनि बुवाको चाहिँ थोरै प्रेसर बढेको कारणले बुवाको लागि यो तिते करेला रोप्नु भएको हो। त्यही भएर म अरूको लागि चाहिँ प्रेसर लो हुन्छ भनेर अनि बुवा हुनु घरमा त्यही भएर पकाउँदिन भनेको हो है गाइज। तिते करेला चाहिँ धेरै झुन्डेरहेछ बाफरे कति धेरै हो त यो त्यत्तरीका हो। तिते करेलाको घानी छ है धेरै छ तिते करेला। यो चाहिँ इस्कुसको मुन्टा हो। म चाहिँ मिक्स तरकारी पकाउँछु आज। मिक्स तरकारी भन्नाले फर्सीको मुन्टा अनि इस्कुसको मुन्टा पकाउँछु। तर पहिला फर्सीको हेर्नु पर्यो। धेरै पानी परेर सबै बिरुवा किक्किक्का परेको छ क्या। यहाँ माथि छ कसरी टिप्नु गाइज। यताबाट छिरेर जानु पर्यो भित्रबाट। यस्तो भित्र छ माथि कसरी टिप्नु। यस्तो गरेर टिप्नुपर्छ बाफ्रे कस्तो माथि रहेछ। बाहिरबाट हेर्दा धेरै देखिन्छ भित्र केही छैन। त्यही करेला यो चाहिँ हाँस खेल्ने द हो। यता चाहिँ भाले बाँसिरहेछ बस। यहाँको ढुङ्गा सबै यहाँ झर गाइज। मलाई मार्नुहुन्छ अब गाली गर्नुहुन्छ। यत्रो छ यहाँ टिपेर राख्न पनि ला गाइज। यो चाहिँ हाम्रो मकैबारी है। मुन्टा फर्सीको मुन्टा छ भनेर टिप्न आएको पानीले कति धेरै पिटेको रहेछ। बिचरा पहेँलै किर्कुला पाके जस्तै भएछ। अगाडि चाहिँ एक दुईवटा रहेछ हेर्नु त यत्रो मकै भइसकेछ। सब पानी कति धेरै परेको क्या यसपालि। आँप यति धेरै आँप फुलेको थियो सब आँप हावाले झारे के। अब एक दुईवटा सागको पात रहेछ यही सागको पात टिपेर जान्छु।
एक दुईवटा सागको पात रहेछ, सागको पात टिपेर जानु पर्यो। कस्तो हरियो परियो खान मन लागेको घरमा भएको बेलामा। लाउनु पर्छ, भइहाल्छ यही पनि। मुन्टा चाहिँ रहेनछ के। मैले चाहिँ सोचिरहेको थिएँ, मैले चाहिँ के सोचिरहेको थिएँ भने के सब्जी पकाउँछु भनेर त्यही इस्कुसको मुन्टा पकाउँछु अनि त्यसपछि त्यसमै फर्सीको मुन्टा पनि मिक्स गरिदिन्छु भनेको थिएँ। तर फर्सीको मुन्टा चाहिँ सबै किर्कुलो परेको रहेछ क्या। त्यो चाहिँ माथि इस्कुसको मुन्टा चाहिँ इस्कुस मतलब करेला हुन्छ नि, अब त्यसको मुन्टा चाहिँ माथि गएको भएर त्यो झ्याङमा गएको भएर अलिअलि पलाएको रहेछ। यो बारीको त पानी यसपालि कति परेको सत्यानासै पाऱ्यो क्या रहेछ। हाम्रो चाहिँ अलिक अगाडि नै मकै हान्नु भएको भएर यत्रो छ कि मकै। अनि यो यस्तो यो थोरै आली जस्तै धेरै डाँडा छ। यहाँ आँपको फेदहरू रोप्नु भएको छ, आँपहरू। यहाँ चाहिँ यो के अरे अम्लिसो छ, अम्लिसो बानी। यसपालि चाहिँ गाइस टन्नै आँप खान पाइन्छ है। असिना पानी परिरहेछ तर भएको पनि झर्छ। किरा परेन भने टन्नै खान पाइन्छ। म अर्को क्यामेराबाट देखाउँछु ल। यो एउटा बोट भयो, यो अर्को बोट भयो होइन। दुईवटा तिनवटा फुच्चे सानो बोटमा पनि पलाएको छ उतातिर। अनि घर छेउमा पनि एउटा आँपको बोट छ। म त फर्सी नै लाउनु भएको रहेनछ, फर्सीको मुन्टा टिप्न आएको त। ए पानीले पकाएर पुरै किर्कुलो बनाएको रहेछ। फर्सीको मुन्टै छैन, माटै माटो छ क्या एक दुईवटा भएको पनि। त्यही पनि धोएपछि गइहाल्छ। म टिपेर लान्छु, जति टिप्यो त्यति पलाउने हो क्या यो फर्सीको मुन्टा। यत्तिकै छोडिदियो भने कहिले पलाउँदैन, जति टिप्यो उति पलाउँछ। टिपेर लान्छु आज म। आज यसपालि यो वर्षको पहिलोचोटि मुन्टा चाख्न लागेको, त्यो पनि सब माटोले के अरे पानीले पिटेको रहेछ। सम्झनाका फुलहरू उडेको छ पातले। टुप्पी टुप्पी छ क्या, टुप्पी टुप्पी। एउटा हातमा मोबाइल छ, एउटा हातमा मुन्टा छ, म कसरी भिडियो गर्नु। रहेछ है अलिअलि। यता सर्प पनि आउँछ गाई, यतातिर कम्ता डर हुन्छ सर्पको। भन्नु मेरो ध्यान मोबाइलमा, अनि त्यसपछि सर्प आउनु अरे। ओ माई गड कस्तो हुन्थ्यो। यो केलाउन यति टाइम लाग्छ नि अब बाफ्रे। यहाँ हेर्नु न, यहाँ कति छ यो मुन्टामा माटो। टाइम थोरै लाग्दैन केलाउनलाई। राम्ररी केलाएन भने फेरि बलौटो खानुपर्छ। किडेको हुन्छ। छैन अब फर्सीको बोट, घरमा अलिअलि छ। यति भयो। बाई बाई गाइज। बारीलाई बाई गरेको ल। कस्तो चाहिँ छ भन नि यो मुन्टा। आँप खाने हो गाइज, आउनु आँप खान, आँप ल्याउनु। उता चाहिँ मल पुगेर होला धेरै भए। यो चाहिँ हाम्रो घरमा भएको खोर्सानीको बोटहरू है। कस्तो राम्रो छ, बजारमा पाउने खोर्सानी जस्तै सबै ससुरा बुवाले रोप्नु भएको। खोर्सानी फाइनली गाइज मुन्टा मैले यति बनाएँ।
फर्सीको होइन। अनि त्यसपछि यो चाहिँ करेलाको इस्कुसको कुट्टली। त्यति भयो। अब म यसलाई पकाउँछु आलु मिसाएर। बाइ बाइ गाइस। अब एकखेर टाइम लाग्छ म भिडियो बनाउँदिनँ। बारीमा देखाउँथ्यो त्यही भएर म बारीमा गएर टिपेको भिडियो मात्र बनाएको भिडियो परेको।